अब कुरो गरौँ एउटा रोचक प्रसङ्गको। यो अक्सर धेरै विद्वान मगजले भरिएकाहरूले सोध्ने गर्छन्, तर उत्तर जानेर चाहिँ कताको पिएचडी हासिल गर्ने हुन् त्यो चाहिँ थाहा भएन मलाई। यो हो डाइनोसोर बारे। लौ न, कहाँ ईश्वर सुन्नु भएको भने? डाइनोसोर क्या? डाइनोसोर। बाइबलमा डाइनोसोर कता छ भनी अक्सर धेरैले सोध्ने गर्छन् नि। मलाई एउटा कुरा अचम्म के लाग्छ भन्दा बाइबलमा कङ्गारू कहाँ छ त? कसैले नसोध्ने रहेछन् बा? न त बाइबलमा म्यामत कहाँ छ भनी कसैले कहिले सोधेको आजसम्म पाएको छु। त्यही डाइनोसोरकै बारे मात्रै चासो राख्दो रहेछन्। कति न पैसा नै खाएर भागेको जसो गरी फेरि यी ठुल्ठुला अन्डरटेकर जीवहरूबारे यति धेरै चासो कि यो जस्तो चासो त बाइबल कसरी पढ्ने, परमेश्वरलाई अझै कसरी जान्ने र उहाँको हृदयको मानिससरह कसरी हुने भन्ने बारे त एक सुक्को प्रश्न आउँदै त बा। सायद यी जीवहरूले ठुलै चमत्कार गरेछन् क्या हाम्रो मगजमा। हामी हरपल यिनीहरूकै नाउँ जप्छौँ। अनि कोही अयुब 40-41 पल्टाउने कामतर्फ लाग्छ, जहाँ बिहेमत र लिव्यातानहरू देख्छन्। ओहो, यिनै पो डाइनोसोर हुन् कि क्या हो है कान्जा? बिचरा, हामीलाई अयुबको हालतसित सरोकार छैन न त। त्यो पुस्तकले के सिकाउँछ भन्ने बारे सरोकार छ। तर त्यही डाइनोसोर, भाइनोसोर, राइनोसोर अनि के सोर बारे चाहिँ निकै चासो। ताली पो दिन मन लाग्छ हौ मलाई त। तर एक हातले गालामा, त्यही मुखले डाइनोसोर सोध्न सक्ने अनि त्यही मगजले अन्य जीव देख्दै नदेख्ने पो गजब लाग्छ हौ मलाई। म्यास्टोडोन, म्यामथ, आर्कियोप्टेरिक्स, डोडो आदिबारे चाहिँ अब हजुरहरूको खनातीहरूले सोध्ने हुन् कि? कतै यी जीवहरूको नाउँ नै सुन्नु भएको त छैन? ल ठिक छ, यी नामहरू त सुन्नु भएको होला नि। एलोसोर, ट्राइसेराटप्स, डिप्लोडोकस, ब्राकियोसोर, इग्वानोडोन, अर्निथोमाइमस, हिप्सिलोफोडोन, टाइरेक्स, सोरोलोफस आदि। कि नाउँ सुन्दै तर्सिनु त भएन? यी सबै त्यही डाइनोसोरकै नाउँ हुन् नि। भनेपछि बाइबलमा यी सब बारे लेखिएको हुन पर्यो होइन त? उसो भए त बाइबलमा अमेरिका, अस्ट्रेलिया पनि चाहियो होला। गाह्रो छ बा नेपालमा। डाइनोसोरलाई त फेरि यस्तो अचम्मको जीव ठानेर हैरान छ। अनि डाइनोसोर आज भएको भए हामीलाई देखेर चाहिँ बरु अचम्म पर्थ्यो होला। उनीहरू बिचरा लोभ भएर गए अनि हामी चाहिँ उनीहरूलाई सम्झेर बहस गर्दैछौँ। कोही भन्छ होइन, मानिस र डाइनोसोर एकै समयमा जिए। अरू भन्छन् डाइनोसोर त कप्का गए मानिस आउनु अगाडि नै। अब यी दुई मध्ये कुन ठिक हो? होइन, मलाई नसोध्नुहोस् ल, म वैज्ञानिक होइन। तर यति जान्दछु कि ती कुनै अजीब खालका जीव थिएनन्। अझ एभोल्युसनमा विश्वास राख्नेहरू त भन्छन् कि आजका पंक्षीहरू नै ती डाइनोसोर हुन्, जस्तै कुखुराहरू। अब सत्य हो या होइन म जान्दिनँ ल, तर सत्य भयो भने त वाह, डाइनोसोरलाई त दिनदिनै पो देखो रहेका रहेछौँ त गाठे। नदेखेको त बाइबलको उद्देश्यलाई पो रहेछ। बिचरा, बाइबल त परमेश्वरले आफ्नो र हाम्रो बारे बताउन कति तत्पर थियो, तर हामी भने डाइनोसोर बारे भन कि भन अनि मादल बज्छ। भन्नु किन भन्नु, भन्नु किन भन्नु, भन्नु किन भन्नु, भन्नु र किन तबलाले भन्नु। बोल्छ, त भन्, म त भन्दिनँ, म त भन्दिनँ, दिन। अनि बिचरा बाइबललाई कत्रो भार। हे मूर्ख मनुष्य, आफ्नो मगजलाई नि अपडेट गर। तँलाई आफ्नो बारे र प्रभुबारे चाहिँ केही मतलब छैन। डाइनोसोर कि तेरो काका हो? अक्सर बाइबललाई यसरी नै दन्काउन मन लाग्छ होला होइन? अब बाइबलमा डाइनोसोर होस् या नहोस्, ईश्वर चाहिँ पक्कै छन् है। डाइनोसोर हेर्ने चक्किरमा ईश्वर बुन्नु होला अनि नरकको आगो ताप्दै डाइनोसोर नाउँ जप्नु होला नि फेरि पछि।